नमस्ते अनि गुड मर्निङ एभ्रीबडी फ्रम क्याम्पिङ साइड। आज चाहिँ हामी उठिसकेका छौँ। हिजो चाहिँ हामी बेलुका रमाइलो गर्दा गर्दै मोबाइल नै स्विच अफ भएर बेलुका रातिको चाहिँ भिडियो नै लिन पाइएन, यतिकैमा सुतियो। आज चाहिँ बिहान भएपछि चाहिँ हामी उठेपछि चाहिँ ब्रस गरेर हातमुख धोएर आएर सबैजना चिया पानी खान लागिरहेका छौँ। हामीले चाहिँ बच्चा सानो भएको भएर फेरि चिसो पो हुन्छ कि जङ्गलको बसाइ होइन, कसलाई के थाहा र भनेर चाहिँ हामीले चाहिँ हाम्रो टेन्टमाथि तिरपालले कभर गरेका थियौँ। मेरो बुढोले देखाउँदै हुनुहुन्छ। फाइनल्ली खाजासाजा खाइसकेपछि चाहिँ हामी चाहिँ अब खानाको तयारी गर्न लागिरहेका छौँ। सबैजना भएपछि त कस्तो रमाइलो हुने, कसले के गर्ने सबैजना मिलेर हामी तरकारीहरू काटकुट पार्न लाग्यौँ। आज चाहिँ हाम्रो खाना तरकारी चाहिँ मटर पनिरको तरकारी अनि आलु गोबीको तरकारी अनि केराको अचार र काँक्राको अचार भयो। अनि नन भेजिटेरियनहरूको लागि चाहिँ मासु त छँदैछ। हामी चाहिँ लेडिज टोलीले सबै काटकुट पारेर सबै रेडी गरिदियौँ। अनि जेन्ट्स टोलीले चाहिँ खाना झप्प पकाइसक्नु भयो। पकाएर नि खाने कार्यक्रम भइरहेको छ म्युजिकसँग। कस्तो रमाइलो भइरहेको छ ल हेर्नु है त साथीहरू। एकैछिनमा मेरो बुढो बब्बाल डान्स दिनुहुन्छ मेरो बुढाले। अब हेरौँ एकैछिन है त। आफ्नो बुढो यस्तरी डान्स गरेको देख्दाखेरि साथी मनै मानेन, साइडबाटै हात हल्लाएँ है त म पनि। फाइनल्ली रमाइलो गर्दै सबै खाना रेडी भइसक्यो। अब खाना खाने बेला भइसक्यो। खाना खाएर चाहिँ हामी बिच जाने प्लान गरेका छौँ। त्यही भएर अब खाना सुरु भयो। त्यहाँ पछि चाहिँ हामी फोटो खिच्न सुरु गरियो। सबैजना पालो पोज दिँदै एकपटक लेडिज टोलीहरू, एकपटक सबैजना, एकपटक बुढाबुढीहरू। हामी चाहिँ एउटै ड्रेस लगाएर फोटो खिचियो। फोटो खिचेर भ्याउन साथ हामी चाहिँ 20 जना आतुर थियौँ। त्यही भएर हामी बिचमा हिँड्यो। हामी चाहिँ छिटो गएर स्विमिङ गरौँ भनेर गाडी नै लिएर लाग्यौँ है त साथीहरू। सबैजना हिँड्दै आउँदै हुनुहुन्छ। हामी चाहिँ बिचमा पुगेर पनि स्विमिङ गरिसकियो। फाइनल्ली गर्मीको महिना अनि घर छोडेर घर बाहिर गएर जङ्गलको बसाइ अनि त्यहाँ पछि रमाइलो गर्ने सबैजना साथीहरू। अनि पानीमा खेल्दै बालपनमा खोलामा गएर पौडी खेलेको याद आएर हामी चाहिँ फेरि सेम त्यही गर्न लागिरहेको छौँ। मेरो बेबीलाई चाहिँ बेबी तिमी पानीमा धेरै खेल्यौ छोरो, अब जाम चिसो हुन्छ भनेको हेर्नु न, नमानेर पानीमा खेल्न पाएपछि छाल आउँदा त झन् कस्तो रमाइलो गरे। त्यहाँ पछि चाहिँ बल्ल बेबीलाई फकाएर हामी पानीबाट निस्किन सुरु गर्यौँ। हामी चाहिँ स्विमिङ गर्दाको सबै कपडाहरू गाडीमा घाम लागिरहेको भएर गाडीमा सुकाएर हामी फेरि क्याम्पिङ स्पोटमा पुगिसकियो। अब के गर्ने त भन्दाखेरिमा अब चाहिँ हामी सबैजना तीज आइरहेको छ। चेलीहरू जम्मा भएको बेलामा चाहिँ सबैजना मिलेर मेहन्दी लगाउँ भन्ने कार्यक्रम भएर हामी सबैजना मिलेर मेहन्दी लगाउने कार्यक्रम गऱ्यो। त्यसपछि चाहिँ हामीसँग टन्नै गेमहरू हामीसँग चाहिँ मेहन्दी लगाएपछि चाहिँ बुढीले बुढो बोक्ने, बुढोले बुढी बोक्ने, म्युजिकल चेयर, घैँटो फुटाउने, ब्याडमिन्टन खेल्ने लगायतका धेरै गेमहरू थियो। त्यही भएर दाइहरूले चाहिँ छिटो गर्नुहोस् भन्दै हुनुहुन्थ्यो। हामी छिटो मेहन्दी लगायौँ। यसो हेर्न गएको त मेरो बुढोले छोरीलाई खुवाउँदै हुनुहुन्न रहेछ। बच्चालाई चाहिँ घरमा जस्तो चाहिँ नहुने कि बाहिर लगेपछि त्यही पनि केही फरक परेन। मेरो बुढोले चाहिँ बाटोतिर लगेर पनि खुवाउनु भयो। त्यस्तो भएको चाहिँ भएनन्। यता चाहिँ मेहन्दी लगाएर नभ्याउनेहरूले चाहिँ मेहन्दी लगाउँदै हुनुहुन्थ्यो र अरू दाइहरू चाहिँ सबैजनाले गेमको तयारी गर्दै हुनुहुन्थ्यो। र
मैले चाहिँ सबैजनालाई ल है गेम सुरु भयो आउनुहोस् भनेर बोलाएँ। कस्तो भयो साथीहरू मेरो मेहन्दी भनिदिनु होला। मेरो बुढोलाई चाहिँ मन पर्यो। ल है घैटोबाट गेम सुरु भइसक्यो र पहिलो प्रतिस्पर्धी चाहिँ मेरो बुढो हुनुहुन्छ। है त भनेको पहिल्यै सुरुमै बिहालेर यति त हाँसियो सीमा भएन। ल हेर्नुहोस् है त। यतिकैमा अन्त आमाले चाहिँ म पोल्न सुरु गर्नुभयो र ठ्याक्कै नेपालको गाउँघरमै पोले जस्तै गरेर मिठो मकै बनाउनु भयो। रमाइलो गर्दा गर्दै हिजो बेलुका मोबाइल स्विच अफ भयो अनि चार्ज गर्ने पत्तो नै भएन छ र बेलुका सुतेपछि मात्रै गरियो। आज चाहिँ हाम्रो क्याम्पेनको तेस्रो दिन। उठेपछि चाहिँ हामी हातमुख धुने ब्रस गर्ने गरी चाहिँ हाम्रो वासरुम हो। वासरुमको पछाडि चाहिँ कस्तो राम्रो पाती, नेपालमै पाउने पाती ठ्याक्क यहाँ पाइयो। हामी चाहिँ सबैजना हातमुख धोएर आएर फ्रेस भएर चिया बनाएर पहिला बच्चालाई खुवाउँ भनेर बच्चालाई खुवाउन लागियो। बच्चालाई खुवाउने हामी खाने गर्न लागियो र आज चाहिँ हाम्रो घर जाने प्लान त्यही भएर चाहिँ हामी छिटो गरेर खाजा खायौँ अनि खाना खाएर घर जाने भनेर चाहिँ हामी चाहिँ खाना बनाउन लाग्यौँ। हामी लेडिज टोलीहरू जेन्ट्स टोलीहरू पनि हामीलाई हेल्प गर्नुभयो। त्यसपछि चाहिँ मेरो बुढोले चाहिँ गाडीमा सामान हाल्दै हुनुहुन्छ, सामान मिलाउँदै हुनुहुन्छ। अब त टेन्टहरू खोल्नु पर्यो अनि प्याक गर्नु पर्यो। बच्चाहरूको टोली चाहिँ यति इन्जोय गरे, गफ गरे। उनीहरू त आज पनि दिन थपौँ भन्दै थिए। अब के गर्नु, अरूले अलरेडी बुक गरिसकेको ठाउँ भयो त्यही भएर थप्न चाहिँ मिलेन। हामीले त्यो पनि बुझेका थियौँ। यतिकैमा यता खाना चाहिँ रेडी भइसक्यो। अब चाहिँ खाने बेला भइसक्यो। खाना खाएर चाहिँ हामी घर जानेछौँ। यति रमाइलो भयो, खाना यति मिठो भयो। मैले त हेर्नुहोस् न एक प्लेट फुल लिएर बसेको छु, देखाउन पनि लाजै लाग्ने गरेर। खाइसक्दा बल खाइसक्दा मैले बाबुलाई बाबु हामी त एक्सपान्ड गर्ने भएको छ नि कति गाह्रो हुन्थ्यो पैसा नि जाम गराएर मन नपर के गर्ने यति खेले के इन्जोय गरिरहेको बोतल गाडीबाट पानी दुईटा पानी लिएर जाऊ नानु लिएर आऊ जाऊ लिएर आऊ 3 4 5 पानी लिएर बाबा खाँदै छौँ हजुर हस् खसीको मासु मिठाई होला। यता चाहिँ भाडा धुने कार्यक्रम भइरहेको छ। अब त सबै कुरा तनको मनको लगाउनु पर्यो। हामी चाहिँ यत्रो छौँ, फेरि हिँड्ने बेलामा एकपटक नाचगान गर्ने, फोटो खिच्ने त हामीसँग छँदैछ। ल हेर्नुहोस् मेरो बेबी पनि कस्तो रमाइलो के, सबैजनालाई टक्क एज ग्रुप मिल्दो साथी भेटियो क्या यो क्याम्पिङमा चाहिँ। त्यही भएर सबैजनालाई चाहिँ केही कसैलाई केही प्रब्लम भएन। बुवा आमालाई बुवा आमा, हामीहरूलाई हामी, बच्चाहरूलाई चाहिँ बच्चाहरूकै टोली मिल्यो। मेरो बुढो चाहिँ डाइटिङ गरेर चाहिँ वेट लस गर्नुभयो। अहिले चाहिँ म कति बुढो भएँ, म त लास्टै दुब्लो पो देखिएछु भन्दै हुनुहुन्छ। बच्चाहरू चाहिँ आज पनि नजाउँ, आज पनि बसौँ, एक्सटेन्ड गरौँ भन्दैछन्। ल हेर्नुहोस् हामीहरूलाई पनि छुट्टिन मन त थिएन। त्यसको बेला आउँदैछ, सबैजना दिदीबहिनीहरू जम्मा भएको बेलामा रमाइलो गरौँ भनेर, एकैछिन जाने बेलामा रमाइलो गरौँ भनेर हामी चाहिँ हिजो लगाएको मेहन्दीहरू देखाउँदै त्यसको गीत गायौँ, एकछिन रमाइलो गऱ्यौँ।
अलिक जोडले बजाउ न पावरले अलि ड्याम ड्याम अलि जोडले फाइनली बल्ल बल्ल बिदाई गरेर हामी चाहिँ बाटो लाग्यो अब घर आउने बेला भयो बाई बाई क्याम्पिङ स्पोट सी यू नेक्स्ट इयर भनेर हामी चाहिँ यहाँबाट लाग्यो सबैजना साथीहरू हिँड्नुभयो अब अर्को वर्ष चाहिँ फेरि पनि यसै नै रमाइलो गर्नुपर्छ नै हामी चाहिँ बाटोमा छौँ बाटोमा चाहिँ हामी फेरि अलिकति कन्फ्युज भयो जाँदा चाहिँ गएको बाटो जिपिएस पनि नचल्ने मोबाइल नेटवर्क नदिएको भएर चाहिँ हामी चाहिँ जाउँ जाउँ छिटै जाउँ भनेर हामी फेरि पनि 407 लिएर नै आयौँ आउँदा पनि हामी छिटो नै आइपुग्यो र हामी चाहिँ फेरि त्यही जाँदाखेरिमा चाहिँ मलाई एकदम मनपर्छ भनेको ठाउँ जुन नागेर जाने ठाउँमा भएको राम्रो पुलको बाटो हुँदै हामी फर्क्यौँ ल हेर्नु सजिलो नि देख्न सक्नुहुन्छ यो ठाउँ चाहिँ अति नै मनपर्ने ठाउँ छ क्याम्पिङमा भएको रमाइलो मनमुटभरि लिएर हामी चाहिँ त्यही सम्झेर आयो अर्को वर्ष पनि सबैजना साथीहरू मिलेर यसरी नै रमाइलो त गर्नु नै पर्छ अझै यहाँभन्दा बढी भव्य र सबै बनाउनुपर्छ भन्दै फेरि पनि आउने आगामी दिनहरूमा भिडियो लिएर आउने नै छु अहिले चाहिँ माया र साथ गरिदिनु होला भन्दै बिदाई हुन्छु नमस्कार धन्यवाद